देखाउँछु नि यहाँभित्रको भनेर सबै फोटो भिडियोहरू लिइसकेपछि मैले चाहिँ पूजा गरेँ। आन्टीले पनि पूजा गर्नुभयो। हामी पूजा सकिसकेपछि म बाहिरतिर पनि पूजा गर्छु ल भनेर आन्टी चाहिँ बाहिर निस्किनु। मैले चाहिँ यताउति भिडियोहरू देखाइदिएँ। अनि यो सकिसकेपछि हामी सबै घुमेर जाऊँ न भनेर गयौँ। त्यसपछि हिँड्दै एकजना अङ्कलले चाहिँ यसै गरेर बसिरहनु भएको थियो। म पनि त्यस्तै गर्छु ल आन्टी, मेरो पनि भिडियो बनाइदिनु ल भनेर भिडियो बनाइदिनु आन्टीले पनि। त्यसपछि हिँड्दै गयो र मेरो खुट्टा थाक्यो त्यसरी। धेरै लामो बाटो रहेछ। अनि त्यसपछि आउनु म देखाउँछु तपाईँलाई अगाडि, मैले सबै थाहा पाएको छु भनेर म अगाडि जिस्किँदै गएर जिस्किँदै मेरो खुट्टा नि दुख्यो। अनि आन्टीले पनि पूजा तिम्रो जस्तो भिडियो बनाऊ न मेरो नि भन्नुभयो। अनि त्यसपछि आन्टीको नि भिडियो बनाइदिएँ मैले, फोटो भिडियोहरू 2-4वटा खिच्यो। त्यसपछि हामी फर्क्यौँ अफिसतर्फ फर्किसकेपछि चाहिँ बाटोमा हामीले एउटा सानो विकको